आमा भनेको जस्तो सुकै होस्, लुलो लङ्गडो आँखा नदेख्ने बहिरो जस्तो सुकै भए पनि आमा भनेको आमा नै हो कि। अब यो चल्लाहरूलाई हेर्नु र अस्ति यिनीहरूको माउ चाहिँ उसले खाइदियो कि बन्डारेले। अनि बिचराहरू एक्लै भएको छ अहिले त, कति धेरै छन् त्यो पनि। हेर्नु है अब यता बिचराहरू हेर्नु न, डरले भित्र पसेछ। यस्तो बिजोग भएछ नि यो बच्चाहरूको। बिचरा यो चल्लाहरू यस्तो माया लाग्छ नि मलाई। अस्ति ढाडेले लगिदिएछ कि माउलाई थाहै नपाइकन। यति सानसानोहरू छ, कति माया लाग्दो छ। हा गर्नुपर्छ, कहाँ कहाँ लुक्न जान्छ कि बिचरा। उसको माउहरूसँग भएको भए त्यसरी भागिरहनु पर्दैन थियो होला। बिचराहरूलाई कस्तो माया लाग्छ कि। आहा ठुङ्छ यो, फेरि ठुलोहरूले ठुङ्गेर खानै दिँदैन कि चारो पनि। उता जाऊ, यता दिनु पर्छ चारो खान पनि दिँदैन बिचराहरू। जहाँ पनि आउँछस्। आमा बिनाको बच्चाहरू यस्तो लाचार हुनुपर्छ कि बिचरा। आमा भनेको जस्तो सुकै होस्, लुलो लङ्गडो आँखा नदेख्ने बहिरो जस्तो सुकै भए पनि आमा भनेको आमा नै हो कि। आमाको ठाउँ कसैले लिन सक्दैन कि। आमा छ भने हामी एकदम सुरक्षित फिल गर्छौँ कि। चाहे जुनसुकै स्थितिमा होस्, उनीहरूको आमा भएको भए उनीहरूलाई कतै लुक्नु पनि भाग्नु पनि जरुरतै थिएन कि। उनीहरूलाई पनि आफ्नो ज्यानको माया छ। आमा नभएपछि बिचरा आफ्नो सहारा आफै बन्नु परेको छ कि, आफ्नो सुरक्षा आफै बन्नु परेको छ कि। त्यही भएर आमा महान हुन्छन् कि। आमा भनेको जस्तो सुकै भने आमा भनेको आमा नै हो कि।